दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म नरसिंह अवतार आगामी जेठ 9 गतेबाट प्रदर्शनमा आउने भएको छ। सोमबार फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। यसअघि फिल्मलाई चैत्र 29 गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम थियो, तर उक्त मितिमा अरु दुई एक्सन फिल्म पनि आउने भएपछि नरसिंह अवतारलाई 2 महिना पछाडि सारिएको हो। नरसंहारको दृश्य समावेश पोस्टरमा अभिनेता राजेश हमाल चित्रित छन्। भुइँमा घाइते भएर लडेका एक व्यक्तिको छातीमाथि खुट्टा राखेर उभिएका उनको अनुहारमा रिसको आवेग देखिन्छ। भुइँभरि यत्रतत्र छरिएका लासहरू छन् र पृष्ठभूमिमा भगवान विष्णुको चौथो र उग्र अवतार मानिने नरसिंहको क्रोधित तस्बिर राखिएको छ। यसबाट फिल्म पूर्ण एक्सन प्रधान रहेको प्रष्ट हुन्छ। नरसिंह अवतार हमालको 8 वर्षपछिको कमब्याक फिल्म हो, यसैले पनि उनका लागि यो फिल्म विशेष छ। उनले यसपटक आफूलाई दर्शकले एकदमै फरक अवतारमा देख्न पाउने बताएका छन्। उनका अनुसार यो फिल्म दर्शकका लागि ठूलो सरप्राइज हुनेछ। छायाङ्कनको क्रममा बाहिरका तस्बिर तथा भिडियोबाट उनी फिल्ममा प्रहरीको भूमिकामा रहेको खुलासा भइसकेको छ। फिल्ममा हमाल सहित सरोज खनाल, राज कटुवा, नीति शाह, सनिश भट्टराई, उषा खड्की, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राका, निर शाह, रमेश चन्द्र सोडारी, प्रकाश कुँवर, राजीव जङ्ग बस्नेत, दीपा शाही, अमित गिरी, एभिलिना खड्का लगायतको अभिनय छ।